हाई निकी, ह्याप्पी बर्थडे टु यु। सुरुमा त तँलाई धेरै 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 जन्मदिनको शुभकामना। अब हुन त म यस्तो स्क्रिप्ट लेखेर यस्तो पढेर हुन्थेँ, तर सिन्स त अब मेरो प्यारो प्यारो साथी भएर मैले स्क्रिप्ट केही लेखिनँ। जस्ट आई वान्ट टु रिमेम्बर यु अन योर बर्थडे। हुन त मलाई तेरो बर्थडे याद पनि थिएन खासमा होइन, आउँदै थियो भन्ने चाहिँ थाहा थियो, तर लाइक आज हो भन्ने चाहिँ थाहा थिएन। अनि फेसबुकको रिमाइन्डरले 3 दिन अगाडि देखाएको थियो कि तेरो बर्थडे आज हो भनेर। 3 दिन अगाडि नै विस गर्न लाग्थेँ, नत्र त मेरो बिल्ला भइहाल्थ्यो होइन। तर पनि एनिवे, अनि लाइफको ब्याचलरमा हामी भेटेर लाइक काइन्ड अफ एकदम गहिरो फ्रेन्डसिप नभए पनि ब्याचलर लाइफ सकिने टाइममा, जुन टाइममा हामीले एकअर्कालाई पुस गरिरहेको थियौँ, अब मलाई कति कुराहरूको गर्न मन लाग्थ्यो, तर यु वे डियर फर मी। अनि त्यसको लागि त म जहिले पनि तँसँग ग्रेटफुल नै हुन्छु। अनि लाइफमा तैँले गरिरहेको कामहरू इन्सपाइरिङ नै हुन्छ, किनभने लाइक निकिता भन्ने बित्तिकै मेरो दिमागमा के छ भन्दाखेरि क्लासमा सबभन्दा दामी प्रेजेन्टेसन प्रेजेन्ट गर्ने केटी भनेर छ। अनि त्यो चिज चाहिँ जहिले पनि हुन्छ होला मेरो माइन्डमा। ओ माई गड, यो केटीले त कस्तो खतरा इङ्ग्लिसमा प्रेजेन्टेसन दिन्छे भन्ने चाहिँ मेरो दिमागमा छ कि, किनभने त्यो विनायक सरले सस्टेनेबल एग्रिकल्चरकै क्लास जस्तो लाग्छ मलाई। तैँले खतरा प्रेजेन्टेसन द्याट थिइस् के, अनि मलाई चाहिँ त्यो जहिले पनि मेरो दिमागमा हिट गर्ने कुरा हो। त्यसपछि हामी कतिचोटि सँगसँगै भेट्यौँ होइन, अनि लाइक वी वर नट क्लोज फ्रेन्ड, तर हामी क्लोज भन्दा पनि कम थिएनौँ। ब्याचलर पछिको टाइममा त हामी अब काइन्ड अफ बेस्ट फ्रेन्ड जसरी नै हिँड्थ्यौँ। अनि मैले तँलाई कति वेमा इन्सपायर गर्न सक्नेसम्म इन्सपायर गर्ने कोसिस गरिरहेको छु। हुन त हाम्रो डेस्टिनेसन अलग अलग होला। तँलाई बायोटेकमा एकदम धेरै इन्ट्रेस्ट छ, रिसर्चहरूतिर जान मन लाग्छ भने मलाई चाहिँ यता एक्सटेन्सनको पार्टतिर जान मन लाग्छ। अनि कति कुराहरूमा चाहिँ अब म कति हावा छु भनेर त तैँले देखेकै छस्, तँसँग त्यस्तो केही लुकाउनु पर्ने केही पनि छैन। तर आई जस्ट वान्ट टु विस यु भेरी ह्याप्पी बर्थडे। अनि हाम्रो गुड मेमोरिजहरू जहिले पनि मेरो दिमागमै बसिरहेको छ। इन्डिया जाँदाको टाइम होस्, या त इन्डिया गएर फर्किँदाको टाइम होस्, या त यस्तो स्टार्ट गरौँ भन्दाको टाइम होस्, या त त्यो माइक किन्नलाई बजार घुमेको टाइम होस्, एभ्री मोमेन्टहरूले चाहिँ यहाँ आइसकेपछि होइन, अनि त्यो साथीको महत्त्व चाहिँ बुझाउँदो रहेछ। अनि ब्याचलर लाइफमा जति नै साथी बने पनि, जति नै साथी भए पनि लाइफको एउटा पोइन्टमा चाहिँ जो साथी जसले चाहिँ आफ्नो करियर बिल्डिङ अपको लागि चाहिँ हेल्प गरेको हुन्छ, अथवा आफ्नो करियरको लो पोइन्टमा चाहिँ जसले पुस गरिरहेको हुन्छ, त्यो साथीको चाहिँ जहिले पनि महत्त्व लाइफमा चाहिँ एकदम धेरै हुँदो रहेछ। अनि म यता आइसकेपछि पनि तैँले द कामना टक्सको एउटा एपिसोड गरेको थिइस्, विच वाज भेरी गुड। त्यसको लागि पनि थ्याङ्क यू। अनि कति धेरै मेमोरिजहरू छ। अनि मलाई कस्तो लेखेर नै तँलाई विस गर्न मन लागेको थियो, तर अलिकति त्यो बनावटी हुन्छ, अनि अब सम्झिराख्न पनि पर्यो नि त फेरि त्यो लेखेको कुराहरू, या त पढ्नु पर्यो, अनि त्यो अलिकति हेटिक हुन्छ भनेर। सो आई जस्ट वान्टेड टु विस यु भेरी 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 ह्याप्पी बर्थडे। आजको दिन रमाइलो गर्नु। अनि तैँले दिएको इयरिङ अहिलेसम्म मसँग छ, अनि त्यो हेर्दाखेरि जहिले पनि याद आउँछ क्या। इयरिङसँग तैँले मेसेज लेखेर पठाएको थिइस्, अनि तैँले मेरो बर्थडेमा विस गरेको विस पनि कस्तो एकदमै दामी थियो कि, कस्तो स्पेसल वेमा विस गरा जस्तो फिल भएको थियो। अनि त जहिले पनि स्पेसल नै हुन्छस् मेरो लाइफमा, जहिले पनि फुच्ची काइन्ड अफ लाइक जहाँ जाँदा पनि सँगै लिगेर जाम जस्तो, लाइक एउटा बहिनी जस्तो, एउटा दिदी जस्तो, एउटा साथी जस्तो, एभ्री वान जस्तो। अनि नेपाल आएको बेलामा फेरि हामी एकचोटि गेट टुगेदर गरौँला। सिन्स नेपाल निस्किने बेलामा त तेरो बहिनीको लाइक त भैरवा जानु परेर बहिनीलाई लिगेर, अनि हामी राम्रोसँग बस्न पनि पाएनौँ, पानी पर्दै त गइहालिस् एयरपोर्टबाट मेबी। अनि
जे होस् हामी राम्रोसँग टाइम स्पेन्ड चाहिँ गर्न पाएनौँ मेरो भिजा लागिसकेपछि। तर पनि तैँले एभ्री मोमेन्ट मलाई स्पेसल फिल गराइराखिस्। अनि यस उत्सव हामी दुईजनाको अलिकति लाइक हुन्छ नि एउटा साथी जस्तो भएको छ। अनि तँलाई पनि इन्सपायर गरिराख्छ भन्दाखेरि चाहिँ खुसी लाग्छ। अब हामी तिनजनाको बोन्ड यत्तिकै कस्तो राम्रोसँग डेभलप भयो, बिल्टअप भयो। अनि यस हामी तिनैजना सँगै भए भए हामी कतिवटा कुराहरू नयाँ नयाँ गर्न स्टार्ट गर्थ्यौँ कि अब वाट एभर होइन। तर पनि जे होस् तिमीहरू दुईजना अलिकति स्पेसल नै भयो मेरो लागि। मेरो करियर जर्नी स्टार्ट गर्ने बेला होस् या त करियर गाइडेन्स लिने बेला होस् या त यो ठाउँमा मलाई अप्रोच गरिरहेको छ जाम कि नजाम इन्टरभ्यू दिनदेखि लिएर अब यस्तो यस्तो भइरहेछ भनेर एउटा लाइफको मेन करियर बिल्टअप गर्ने टाइममा चाहिँ भेट भएको भएर होला। तेरो मेसेज पनि आइरहेछ थ्याङ्क यू सो मच भनेर। म पनि तँलाई एकदम धेरै मिस गरिरहेको छु। सुताएर नरहेछस् 1 बजेसम्म पनि। ओके म तँलाई यो भिडियो सेन्ड गरुन्जेलसम्म त मेबी आई डोन्ट नो सुतिसकेका हुन्छस् होला। तर पनि आई विल ट्राई माई बेस्ट अहिले नै सेन्ड गर्नको लागि। अनि त्यही हो निक्की हेर लाइफमा कति धेरै अप्स एन्ड डाउन्समा मान्छेहरू डिफ्रेन्ट भेटिन्छ। अब तैँले मास्टर्स छोडिस् भन्दाखेरि कस्तो एउटा वेमा चाहिँ कस्तो नराम्रो लागेको थियो। तर आई होप जुन चिज इन्जोय गरिरहेको छैनस् त्यसलाई छोडिदिन नै बेस्ट हुन्छ। सो गुड डिसिजन। अनि फेरि स्टार्ट गर बायोटेकमै जा। तँलाई जान मन छ भने इकास्टमा गएर एकचोटि कुरा गर इन्स्ट्रक्टर अथवा केही बन। अनि भिडहरूबाट हराउन मन लाग्छ भनेको थिइस् नि त। सो त जति अभोइड गर्छस् त्यो चिजले तँलाई त्यति नै धेरै एफेक्ट गरिरहेको हुन्छ। त्यही भएर त्यो चिजलाई चाहिँ अलिकति आफ्नो स्ट्रेन्थ बना। अनि म 1 कल मात्रै टाढा छु त्यस्तो धेरै टाढा त छैन। तैँले बोलाउने बेलामा बानेश्वर आउन त सक्दिनँ तर पनि लाइक फोन गरिराख। त हराइरहेको हुन्छस् म जस्तै। सो टचमा बसिराख। इन्स्टाग्रामहरू डिएक्टिभेट गरेर नबस्। तँलाई पनि लेख्न कस्तो खतरा आउँछ त्यो चिजहरूमा पनि स्टार्ट गर। तेरो अहिलेको लाइक न्यू जर्नी जुन तैँले अचार बेच्नेवाला जर्नी स्टार्ट गराएको छस् त्यसमा चाहिँ एकदम धेरै सफलता मिलोस् तँलाई। तेरो जन्मदिनको दिन सम्झिए जति भनेको त यति नै होला सायद। अरू हामीले धेरै चिजहरू गरेको छौँ। अब लाइक अलमोस्ट एग्रिकल्चरमा मैले बनाएको नेटवर्कहरू तैँले पनि सँगसँगै बनाएको छस् जस्तो लाग्छ मलाई। जति म ओपन अप छु त्यति त छैनस् तर पनि लाइक मैले तँलाई बेस्टभन्दा बेस्ट नै दिने कोसिस गरेको छु। तँसँग यति धेरै स्किल्स छ नि त भिडियो एडिटिङको स्किल्स छ बोल्ने स्किल्स छ एभ्री स्किल्स छ त्यसलाई चाहिँ युटिलाइज गर भन्छु। त लास्टै नै दामी मान्छे हो हुन त। अब मैले आफूले लाइक प्र्याक्टिस गरेँ अथवा लकडाउनको बेलामा बिल्टअप गरेँ होला। तर लाइक त चाहिँ मैले जति प्लेटफर्म पाएको भए मभन्दा माथि पुग्थिस् जस्तो मलाई फिल हुन्छ मलाई रियलाइज हुन्छ। तैँले आफूलाई चिन। त्यही नै हो। गड ब्लेस यु। जहिले पनि चम्किराख त मेरो साथी हो भनेर जहिले पनि प्राउड हुन पाऊँ। तेरो अब बिजनेस एकदम राम्रोसँग ग्रोथ होस्। अनि मेरो बाबा मम्मीलाई नै कल गर्दै गर्नु। काठमाडौँ छस् भेट्नु एकचोटि गएर घरमै बसे पनि हुन्छ। अनि त्यो फ्रेन्डसिपबाट लाइक कुन टाइममा हामी अब फ्यामिली बोन्ड भयो त्यो थाहा नै छैन। तर थ्याङ्क यू फर बिङ माई फ्रेन्ड। अनि आई लभ यु सो मच आई मिस यु सो मच। धेरै धेरै माया तिमीलाई हेर दिदी। अनि जहिले पनि त एकदम स्पेसल साथी हुन्छस् मेरो चाहिँ। आई होप म पनि त्यस्तै साथी हुन्छु होला तेरो। थ्याङ्क यू सो मच फर बिङ माई फ्रेन्ड। आई लभ यु ह्याप्पी बर्थडे टु यु दिदी। टेक केयर। आजको दिन मजाले इन्जोय गर्नु। त्यही हो बाई बाई।